नमस्कार, मेरो नाम शङ्कर यादव हो र म आज चाहिँ आफ्नो दिनचर्याको विषयमा चाहिँ कुरा गर्दछु र बिहानदेखि बेलुका रातिसम्म मेरो दिनचर्या कसरी बित्छ भनेर म त्यो विषयमा कुराकानी आज गर्दैछु। म अहिले चाहिँ दोहा कतारमा चाहिँ कार्यरत छु र म ल्याब टेक्निसियन हुँ र म एउटा ल्याबमा कार्यरत गर्छु। म बिहान 4:30 बजे उठ्छु। 4:30 बजे उठेपछि यो माँ सरस्वती भगवानको फोटो हो र यो माँ सरस्वती भगवानलाई म प्रार्थना गरेर ढोगेर त्यसपछि म यो श्रीमद् भागवत गीता हो र यो श्रीमद् भागवत गीता पढ्दछु र यो श्रीमद् भागवत गीताको म चाहिँ डेली 1 श्लोक पढ्दछु र 700 श्लोक छ, 18 अध्याय छ र म अलरेडी अलमोस्ट 1 टाइम कम्प्लिट गरिसकेको छु र म अहिले फेरि रिभाइज गरेर पढ्दैछु र यसमा चाहिँ एक धेरै होइन, म दिनको 1 श्लोक मात्र पढ्दछु। यसरी एक श्लोक पढ्दा म चाहिँ लमसम 2 सालमा यो चाहिँ श्रीमद् भागवत गीता कम्प्लिट गरिसकेको छु र म यो भन्न चाहन्छु कि वास्तवमा यो श्रीमद् भागवत गीता भनेको के हो, श्रीमद् भागवत गीता के हो। श्रीमद् भागवत गीता भनेको जस्तै कि हामीहरूको मानौँ एउटा उदाहरणको लागि मोबाइल किन्छु, राइट। मोबाइल किन्छु भने एउटा म्यानुअल दिन्छ। यो मोबाइललाई कसरी अपरेट गर्ने, कसरी के गर्ने, अपरेट कसरी गर्ने, सिम कता लगाउने, के कता गर्ने, केही फङ्सन यताउति चेन्ज कसरी गर्ने। मानौँ एउटा हाम्रो मोबाइल निर्जीव वस्तु एउटा खेलौना किन्दा त्यहाँ पनि एउटा यस्तो म्यानुअल बुक दिन्छ र त्यो चाहिँ खेलौनाको म्यानुअल बुक हो र यो वास्तवमा श्रीमद् भागवत गीता भनेको हाम्रो जिन्दगीको, हाम्रो जीवनको चाहिँ यो म्यानुअल हो कि हाम्रो जीवनमा जति यो ओलझोल छ नि, तपाईँको ओझरी सोझरी यसरी टाँसिएछ, जति यो ओझरी सोझरी यो गिठर सिठर यसरी गिठर सिठर छ नि, सबैले यो चाहिँ श्रीमद् भागवत गीतामा सबैलाई खोलेछ र सबै समस्याको समाधान चाहिँ यो बुकभित्र पाउँछ र तपाईँको जीवनमा जन्मदेखि मृत्युसम्मको वास्तवमा जिन्दगी के हो र जति समस्याहरू आएछ, जति चाहिँ यो तपाईँ एकचोटि पढ्नुहुन्छ भने यसमा सम्पूर्ण समस्याको समाधान पाउँदछ र वास्तवमा एउटा यो हिन्दू बुक नभइकन एउटा जीवनको एउटा लाइफको म्यानुअल बुक हो कि अहिले पनि विभिन्न देशमा यो श्रीमद् भागवत गीताहरू पढ्दछ र हिन्दूभन्दा पनि थुप्रै धर्मावलम्बीहरू पनि पढ्दछ। यसबाट चाहिँ प्रेरित भएर, इन्सपायर भएर आफ्नो जीवनलाई चाहिँ स्टेप बाई स्टेप अगाडि बढाएछ र सफलताको शिखरमा पुगेछ र यसमा चाहिँ 18 अध्याय छ र 18 अध्याय एक गरी सबै अध्यायमा सबै किसिमको मतलब हाम्रो जिन्दगीको जति समस्या छ सबै अध्यायले जोड्दाखेरि सबैमा चाहिँ त्यसको समाप्तहरूको विकल्प चाहिँ देखाएको छ। वास्तवमा पढ्दाखेरि हामी हिन्दूहरूलाई